गुला पर्व नेपाल भाषामा गु भनेको 9 तथा ला भन्नाले महिना बुझिन्छ। नेपाल सम्वतको 9 महिना पश्चातको 10औं महिनालाई गुला महिना भनिन्छ। यसै महिनामा काठमाडौँ उपत्यकाभरि 1 महिनासम्म नेवारी समुदायले गुला पर्व मनाउने गरेको छ। यस पर्वमा काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्यको परिक्रमा गर्ने गर्दछन्। 1 महिना चल्ने पर्वमा बिहान दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्ध भगवानको साङ्गीतिक पाठ गर्ने परम्परा रहेको छ। गुला महिनाभर उपत्यकाका मठ मन्दिरहरूमा धा, धिमे, नगरा, न्याख्य, दम्खी, दपदप, भुलुङ्गा, पौ, पिचा, कोचा जस्ता बाजा बजाई पूजा पाठ गर्ने चलन रहेको छ। गुला महिनाको पूर्णिमामा लाखेनाच देखाउने पनि परम्परा रहिआएको छ। यस अवधिमा काठमाडौँको असनमा वैद्य प्रदर्शन गरिने, खैँतीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मतया जात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्व लगायत दैनिक वज्रयानी बुद्ध धर्म अनुसारको पूजाविधि सम्पन्न गरिन्छ। भक्तपुरमा रहेको 17वटा बिहारहरूमा गुला पर्वको दिन 1 महिना गुला बाजा बजाई प्रार्थना गर्ने चलन रहिआएको छ।